रूप हृदयमा झल्झली झल्किन्छ आहा कति मिठो धुन बाँसुरी बजाउने पक्कै कृष्ण हुन् श्यामलो रूप हृदयमा झल्झली झल्किन्छ आहा कति मिठो धुन बाँसुरी बजाउने पक्कै कृष्ण हुन् बाँसुरी बजाउने पक्कै कृष्ण हुन् उज्यालो जुनले मनै तान्यो बाँसुरी धुनले आहा कति मिठो धुन बाँसुरी बजाउने पक्कै कृष्ण हुन् उज्यालो जुनले मनै तान्यो बाँसुरी धुनले आहा कति मिठो धुन बाँसुरी बजाउने पक्कै कृष्ण हुन् बाँसुरी बजाउने पक्कै कृष्ण हुन् सुनी आकी हुँ आज म नाच्न भन्छौ जङ्गल माझमा आह कति मिठो धुन बाँसुरी बजाउने पक्कै कृष्ण हुन् आकी हुँ आज म नाच्न भन्छौ जङ्गल माझमा आह कति मिठो धुन बाँसुरी बजाउने पक्कै कृष्ण हुन् बाँसुरी बजाउने पक्कै कृष्ण हुन् कृष्णजीलाई राखेर मनभित्र रासलीला गर्दैछन् विचित्र आहा कति मिठो धुन बाँसुरी बजाउने पक्कै कृष्ण हुन् राखेर मनभित्र रासलीला गर्दैछन् विचित्र आहा कति मिठो धुन बाँसुरी बजाउने पक्कै कृष्ण हुन् बाँसुरी बजाउने पक्कै कृष्ण हुन् तिम्रो सम्झना नछुटोस् तिम्रो हाम्रो सम्बन्ध नटुटोस् आहा कति मिठो धुन बाँसुरी बजाउने पक्कै कृष्ण हुन् सम्झना नछुटोस् तिम्रो हाम्रो सम्बन्ध नटुटोस् आहा कति मिठो धुन बाँसुरी बजाउने पक्कै कृष्ण हुन् बाँसुरी बजाउने पक्कै कृष्ण हुन्
पक्कै कृष्ण हुन् हामीलाई बचायो कहिले मखन चोरेर सतायो आहा कति मिठो धुन बाँसुरी बजाउने पक्कै कृष्ण हुन् बाँसुरी बजाउने पक्कै कृष्ण हुन् नौनी दहीमा खेल्थ्यौ नि हामी नौला लुकेर हेर्थ्यौ नि आहा कति मिठो धुन बाँसुरी बजाउने पक्कै कृष्ण हो दहीमा खेल्थ्यौ नि हामी नौला लुकेर हेर्थ्यौ नि आहा कति मिठो धुन बाँसुरी बजाउने पक्कै कृष्ण हो बाँसुरी बजाउने पक्कै कृष्ण हुन् हे 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 बाँसुरी बजाउने पक्कै कृष्ण हुन् श्री कृष्णचन्द्र भगवानको साह्रै नै छ राम्रो माडी नगरपालिका त झनै सुन्दर हाम्रो माडी नगरपालिका त झनै सुन्दर हाम्रो चितवन जिल्ला हाम्रो साह्रै नै छ राम्रो माडी नगरपालिका त झनै सुन्दर हाम्रो माडी नगरपालिका त झनै सुन्दर हाम्रो रमाइलो छ घुम्न आउनु माडीमा सरर गाडीमा साह्रै रमाइलो छ घुम्न आउनु माडीमा सरर गाडीमा साह्रै रमाइलो छ घुम्न आउनु माडीमा सरर गाडीमा साह्रै रमाइलो छ दक्षिण सोमेश्वर कालीका दर्शन गर्न जाऊँ दक्षिण सोमेश्वर कालीका दर्शन गर्न जाऊँ शनि धाम देवेन्द्रपुर दिव्य बन्यो ठाउँ दक्षिण सोमेश्वर कालीका दर्शन गर्न जाऊँ दक्षिण सोमेश्वर कालीका दर्शन गर्न जाऊँ शान्त हुन्छन् नवग्रह कष्ट मेटिन्छन् शान्त हुन्छन् नवग्रह भगवान भेटिन्छन् दुःख कष्ट मेटिन्छन् शान्त हुन्छन् नवग्रह भगवान भेटिन्छन् दुःख कष्ट मेटिन्छन् शान्त हुन्छन् नवग्रह भगवान भेटिन्छन् दुःख कष्ट मेटिन्छन्
सालग्राम पाउने तीर्थक्षेत्र हो निमाडी कति गुण गाउने तीर्थक्षेत्र हो निमाडी कति गुण गाउने तपोभूमि माण्डवेको सालग्राम पाउने तीर्थक्षेत्र हो निमाडी कति गुण गाउने तीर्थक्षेत्र हो निमाडी कति गुण गाउने मेला लाउँछ ठुलो फुल प्रसाद लाने हो विक्रम बाबा जाने हो मेला लाउँछ ठुलो फुल प्रसाद लाने हो विक्रम बाबा जाने हो मेला लाउँछ ठुलो फुल प्रसाद लाने हो विक्रम बाबा जाने हो मेला लाउँछ ठुलो फुल प्रसाद लाने हो विक्रम बाबा जाने हो हे सोमेश्वर कालिका माता सेवा गढी धाम छरछरेको शिव मन्दिर जाउन जग्दैन म छरछरेको शिव मन्दिर जाउन जग्दैन म सोमेश्वर कालिका माता सेवा गढी धाम छरछरेको शिव मन्दिर जाउन जग्दैन म छरछरेको शिव मन्दिर जाउन जग्दैन म हरिहर मन्दिरमा जाउँ जाउँ मनमा भैरनी चक्र तीर्थ खैरेनी हरिहर मन्दिरमा जाऊ जाऊ मनमा भैरनी चक्र तीर्थ खैरानी हरिहर मन्दिरमा जाऊ जाऊ मनमा भैरनी चक्र तीर्थ खैरानी हरिहर मन्दिरमा जाऊ जाऊ मनमा भैरनी चक्र तीर्थ खैरानी रेवेश्वर शिवालय राधा कृष्ण मन्दिर बरुवामा जाँदा हजुर जान्छ मनको पीर बरुवामा जाँदा हजुर जान्छ मनको पीर रेवेश्वर शिवालय राधा कृष्ण मन्दिर बरुवामा जाँदा हजुर जान्छ मनको पीर बरुवामा जाँदा हजुर जान्छ मनको पीर स्थली माडी हो शान्ति हुन्छ मनमा माडी चितवनमा तपस्थली माडी हो शान्ति हुन्छ मनमा माडी चितवनमा तपस्थली माडी हो शान्ति हुन्छ मनमा माडी चितवनमा तपस्थली माडी हो शान्ति हुन्छ मनमा माडी चितवनमा हे ज्येष्ठ औँसी शनि जयन्ती पवित्र त्यो बेला देवेन्द्रपुर शनि धाममा सबै आउनु होला देवेन्द्रपुर शनि धाममा सबै आउनु होला ज्येष्ठ औँसी शनि जयन्ती पवित्र त्यो बेला देवेन्द्रपुर शनि धाममा सबै आउनु होला देवेन्द्रपुर शनि धाममा सबै आउनु होला कालो वस्त्र चढाउने तेलको बत्ती बल्ने हो पाप सबै फाल्ने हो कालो वस्त्र चढाउने तेलको बत्ती बाल्ने हो पाप सबै फाल्ने हो कालो वस्त्र चढाउने तेलको बत्ती बाल्ने हो पाप सबै
बोधकनाथ शिवालय परशुराम कुंड द्रौपदी र भीम यिनीहर 5 पाण्डव खण्ड द्रौपदी र भीम यिनीहर 5 पाण्डव खण्ड बोधकनाथ शिवालय परशुराम कुंड द्रौपदी र भीम यिनीहर 5 पाण्डव खण्ड द्रौपदी र भीम यिनीहर 5 पाण्डव खण्ड सबै आउनु होला बोधकनाथ मेलामा रामनवमीको बेलामा सबै आउनु होला बोधकनाथ मेलामा रामनवमीको बेलामा सबै आउनु होला बोधकनाथ मेलामा रामनवमीको बेलामा सबै आउनु होला बोधकनाथ मेलामा रामनवमीको बेलामा। हे वाल्मीकि आश्रम र शिलाशाला ग्राम महेश्वरी गङ्गा निरेवा गङ्गामा महेश्वरी गङ्गा निरेवा गङ्गा आमा वाल्मीकि आश्रम र शिलाशाला ग्राम महेश्वरी गङ्गा निरेवा गङ्गामा महेश्वरी गङ्गा निरेवा गङ्गामा हरिहर मन्दिर गोपाल नगर झलल रेवा गङ्गा सलल हरिहर मन्दिर गोपाल नगर झलल रेवा गङ्गा सलल हरिहर मन्दिर गोपाल नगर झलल रेवा गङ्गा सलल हरिहर मन्दिर गोपाल नगर झलल रेवा गङ्गा सलल। चितवन माडीमै छ राम जन्मभूमि वैकुण्ठ धाम रेवा त्रिवेणी अनि बैराठ धुनी वैकुण्ठ धाम रेवा त्रिवेणी अनि बैराठ धुनी चितवन माडीमै छ राम जन्मभूमि वैकुण्ठ धाम रेवा त्रिवेणी अनि बैराठ धुनी वैकुण्ठ धाम रेवा त्रिवेणी अनि बैराठ धुनी मठ मन्दिर धेरै छन् दर्शन गर्न आउनु है घुमेर रमाउनु है मठ मन्दिर धेरै छन् दर्शन गर्न आउनु है घुमेर रमाउनु है मठ मन्दिर धेरै छन् दर्शन गर्न आउनु है घुमेर रमाउनु है मठ मन्दिर धेरै छन् दर्शन गर्न आउनु है घुमेर रमाउनु है। हे गुप्तेश्वर ब्रह्मस्थान बोल्न बोले ताल कात्यायनी शिव मन्दिर दर्शन गरी हाल कात्यायनी शिव मन्दिर दर्शन गरी हाल गुप्तेश्वर ब्रह्मस्थान बोल्न बोले ताल कात्यायनी शिव मन्दिर दर्शन गरी हाल कात्यायनी शिव मन्दिर दर्शन गरी हाल माडे कृष्ण नगरमा छैन त्यहाँ कुनै खोट खरी कुना देवी कोट माडे कृष्ण नगरमा छैन त्यहाँ कुनै खोट खरी कुना देवी कोट माडे कृष्ण नगरमा छैन त्यहाँ कुनै खोट खरी कुना देवी कोट माडे कृष्ण नगरमा छैन त्यहाँ
मृत्युंजय शिव मंदिर माडी कीर्तनपुर राधाकृष्ण मंदिराचं सेवली वासतीर राधाकृष्ण मंदिराचं सेवली वासतीर मृत्युंजय शिव मंदिर माडी कीर्तनपुर राधाकृष्ण मंदिराचं सेवली वासतीर राधाकृष्ण मंदिराचं सेवली वासतीर लक्ष्मी निवास माडी